सकियो। यज्ञ सकेपछि झगडा भयो। मामा भान्जासँग झगडा गरे, काका भतिजासँग झगडा गरे, फुपू भदैनी झगडा गरे है, सासू बुहारी झगडा गरे, आमाजु नन्द झगडा गरे, बाज्न लागे। कृष्णले बचाउन लाग्नु भयो। हुँदैन झगडा गर्नु, बाज्नु हुँदैन भनेर सम्झाउनु भयो। कृष्णको कुरा कसैले पनि मानेनन्, झगडा गर्दै गए। त्यही पर अघि उम्रेको पोथ्रा झार थियो नि, त्यही समातेर च्याप्पै समातेर ताने, धारी हिलो भयो, त्यसैले हाने। यदुवंश सबै सकिँदै गए। सम्झाउँदा पनि भएन, केही गर्दा भएन, यदुवंश सकिए है। त्यतिखेरै परम ब्रह्म परमात्मा भगवान बलराम शेष बनेर जानुभयो। पृथ्वी मुनि रहनुभयो, पानी मुनि बस्नुभयो। भगवान बलराम गइसक्नु भयो। कृष्णले पनि अर्जुनलाई पठाउनु भयो। अर्जुन, अबको केही समयमा द्वारिका डुब्छ। तिमीले त्यो द्वारिकामा यदा कदा बचेका छोरी मान्छे स्त्रीहरू हुन्छन् नि, मथुरा लिएर जानु है भनेर अर्जुनलाई पठाउनु भयो। अर्जुन दौडिँदै दौडिँदै द्वारिकातिर गए। परम ब्रह्म परमात्मा भगवान अब म पनि स्वधाम जानु पर्यो भनेर एउटा बर पिपलको फेदमा बाँसुरी बजाउनु भयो। एउटा खुट्टा अर्को खुट्टा माथि राखेर बाँसुरी बजाउँदै बजाउँदै स्वधाम जान लाग्नु भएको थियो। यता दौडिँदै दौडिँदै को गए? उद्धवजी गएर च्याप्पै समाते। प्रभु, 5 वर्षको उमेरदेखि आज म कृष्ण कृष्ण भनेर हजुरका पछाडि दौडिराखेको छु। आज मलाई चटक्कै छोडेर हजुर जाने? म हजुरलाई छोड्दिनँ, केही गर्दा पनि छोड्दिनँ। कि त मलाई पनि साथमै लिएर जानुहोस्, कि त म हजुरकै साथमा जान्छु, कि तपाईँलाई छोड्दिनँ भने च्याप्पै समाते। अब यता अर्जुन दौडेर कहाँ गए? द्वारिकामा गए। हतार हतार द्वारिकामा बचेका जो जो थिए सबैलाई बाहिर निकाले। अबको केही क्षणमै यो द्वारिका पानीमा डुब्छ भनिएको थियो, बाहिर निकाले। अब जो जो रहेका थिए उनीहरूले प्राणान्त गरे। त्यो द्वारिका हेर्दा हेर्दै पानीमा डुबो, समुद्रमा लीन भयो। अर्जुनले ती नारीहरूलाई लिएर आउँदै हुनुहुन्थ्यो। बाटामा चोरी भयो, अब डका लागे। तिनै अर्जुन हुन् जुन अर्जुनदेखि सारा संसार डराउँथ्यो। महाभारतको युद्ध एक्लै अर्जुनले जितेका थिए। आज तिनै अर्जुन, अर्जुनको बाण पनि त्यही हो, धनुष बाण। अर्जुन पनि तिनै हुन्, तर न त उनको धनुष बाणले काम गर्यो, न त यी अर्जुनले काम गरे है। धनुष बाणले पनि काम गरेन, अर्जुनले पनि काम गरेनन्। यसको तात्पर्य के त भन्दा, जब परम ब्रह्म परमात्मा भगवान हाम्रो साथमा हुनुभयो भने सारा कार्य सिद्धि हुन्छ। हाम्रो साथमा रहनु भएन भने केही गर्दा पनि हुँदैन। अब अर्जुन मथुरातिर आए। त्यो धनुष बाणले पनि काम गरेन, अर्जुनले पनि काम गरेन। ती छोरी चेलीहरू कति बेचिए, कति लुटिए। यतापट्टि भगवान जब स्वधाम जान लाग्नु भएको थियो, उद्धवले छोडेनन्। प्रभु, म हजुरलाई केही गर्दै छोड्दिनँ। अब के भयो? भगवान स्वधाम जाने बेलामा उद्धवलाई छोड्दै छोडेनन्। तिमी फर्केर जाऊ भनेर फर्काउनका लागि अनुरोध गर्नुभयो। फर्काउनका लागि अनुरोध गर्नुभयो। केही गर्दा पनि यिनी नफर्किने भए। तिमीले गुरु म मात्रै होइन नि, तिमीलाई के लागेको छ? आज कृष्ण मात्रै मेरा गुरु हुन् भन्ने लागेको छ होइन? अरू पनि छन् नि। दत्तात्रेयका जम्मा जम्मी 24वटा गुरुहरू थिए। ती 24 जनालाई गुरु बनाउनु भएको थियो। तिमी पनि अरूलाई पनि गुरु बनाउन सक्छौ नि। मलाई मात्रै गुरु बनाउने हो र? अरूलाई पनि गुरु बनाउन सक्छौ। त्यसो भएका कारण तिमी फर्केर जाऊ भनेर सम्झाउनु भयो। केही गर्दा पनि भएन। अब दत्तात्रेयका 24वटा गुरुको कथा बताउनुहुन्छ यहाँ। दत्तात्रेयले 24वटा गुरु बनाउनु भएको थियो। कसलाई? पृथ्वी, वायु, आकाश, आपो, अग्नि रे चन्द्रमा, रवि, कपोतो, अजगर, सिन्धु, पतंगो, मधुकृत, गज, मधुहा, हरिणो, मीना, पिंगला, कुररुर, बका, कुमारी, सरकित, सर्प, ओर्डनाभि, सुपेश, कृत। पृथ्वीलाई गुरु बनाउनु भएको थियो, वायुलाई गुरु बनाउनु भएको थियो, आकाशलाई गुरु बनाउनु भएको थियो, अग्निलाई गुरु बनाउनु भएको थियो, चन्द्रमालाई गुरु बनाउनु भएको थियो, सूर्यलाई गुरु बनाउनु भएको थियो, अजिगरलाई गुरु बनाउनु भएको थियो, माछालाई गुरु बनाउनु भएको थियो, पतंगालाई गुरु बनाउनु भएको थियो, पुतलीलाई गुरु बनाउनु भएको थियो, मौरीलाई गुरु बनाउनु भएको थियो, मोह काट्ने मान्छेलाई गुरु बनाउनु भएको थियो, पिंगलालाई गुरु बनाउनु भएको थियो, कुमारीलाई गुरु बनाउनु भएको थियो, सर्पलाई गुरु बनाउनु भएको थियो। यी आदि आदि नाम गरेका जम्मा 24वटा गुरुहरू थिए भनेर 24वटा गुरुको वर्णन गर्नुहुन्छ यहाँ। अब के ज्ञान लिने त ती गुरुबाट भन्दा पृथ्वीबाट धैर्यताको ज्ञान लिने अरे।
हामी धैर्य हुनु पर्यो। यो पृथ्वी छ नि, यो पृथ्वीमा खन्दा पनि यहाँ भन्दैनन् पृथ्वीले है। यहाँ मान्छेले खन्छन्, जोत्छन्, किला गाड्छन्, उड्छन्, पिड्छन्, ठुल्ठुला डोजरहरू ल्याएर खन्छन्। त्यति गर्दा पनि पृथ्वीले यहाँ भन्दैनन्। यो पृथ्वीबाट के ज्ञान लिने भन्दा धैर्यताको ज्ञान लिनु पर्यो। हामीलाई सुख भए पनि दुःख भए पनि धैर्य हुनु पर्यो। पृथ्वीलाई कहिले सुख हुन्छ कहिले दुःख हुन्छ नि होइन। कहिले राम्रो कार्य भएर सुख हुन्छ, कहिले नराम्रो कार्य भएर दुःख हुन्छ। तर पृथ्वीले यहाँ पनि भन्दैनन्, धैर्यता रहिरहन्छन्। हामीले धैर्यता हुने बानी गर्नु पर्यो। पृथ्वीबाट यही ज्ञान भयो है। महदवीर्य इमा पुरो विभो निर्मायसे ते अधमो सुपुरुषा भुङ्क्ते गुणान् षोडशात्मकम् षोलङ्कृशिष्ट भगवान् वचांसि मे तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्र च्युतोद्धारकथा प्रसंगा। परम मंगलमय परात्पर अखिलेश्वर अकारणः करुणा करुणालय भक्तवांछा कल्पतरुर श्री तरुण विनिंदित पीताम्बरधारी परम ब्रह्म परमात्मा भगवान को प्रत्यक्ष वाङ्मय प्रतिमूर्ति यस श्रीमद् भागवत महापुराण को आज 7वां दिवस को दिवाकालीन सत्र में यस यज्ञ मंडप में आवाहित पूजित 33 कोटी दिव्य देवता का चरण में नमन। गणेश में वर्ण भएर रहनुहुने गणेश गुरु, यसरी नै व्यास में आसीन व्यास गुरु, संगीत का पारखी मित्रहरू, यस क्षेत्र में रहनुहुने विद्वानगण, परम विदुषी ममतामय माता पिता शिक्षक शिक्षिका गुरुजन लगायत आमा बुवा दाजुभाइ दिदी बहिनीहरू हजुरहरूका चरणमा नमन गर्दै आयोजक परिवार उपमन्यु गोत्रका ज्ञातज्ञात पितृहरूको उद्धार होस् भन्ने कामनाद्वारा विशेषतया हजुरआमा लक्ष्मीमा ढकालको उद्धार होस् भन्ने कामनाद्वारा यो पुराणलाई आयोजना गर्नुभयो। आयोजक परिवार हुनुहुन्छ राजेन्द्र भेषकुमारी ढकाल, हेमराज चित्रकला, यसरी नै लेखनाथ, उमादेवी, गंगादेवी, समीर, ईश्वरी, कृष्णमाया, छवि प्रसाद, पुण्य प्रसाद, छोरीहरू अम्बिका, नरमाया, मन्दिरा, देवका, तारा, टीका लगायत पनाती पनातिना इष्टमित्र छरछिमेकी भाना भान्जा कुरकुटुम्ब सबैजना हजुरहरू आयोजक बन्नुभयो र यो पुराणलाई आयोजना गर्नुभयो। आज 7औं दिनसम्म हामी यो कथाहरू सुन्ने मौका पायौँ। सप्तरात्रि भनेको 7औं रातसम्म कथा श्रवण गरेर 8औं दिनका दिन मात्रै हवन आदि कार्य, कहीँ 7 दिनमा सकिन्छ, कहीँ 8 दिनमा। यो चाहिँ के त भन्दा हामीले पाठ कथाहरू 7 दिनमा सकेका हुन्छौँ। आज हामीले पाठ समापन गर्यौँ, अब कथा पनि सुन्नेछौँ। भोलि हवन मात्रै हुन्छ। आजै सक्दाखेरि पाठ पनि आजै सकिने, कथा पनि सकिने, हवन पनि आजै हुने सिद्धिने। सप्तरात्रि भनेको 7औं रात कटाएर 8औं रातमा सक्नु भनेको हुन्छ। हामीले एक दिन छिटो सक्नलाई धेरैतिर 7 दिनमा सकेका हुन्छौँ। हामीले आज एकादश स्कन्धका दत्तात्रेयका 24 वटा गुरुहरूको कथा सुनाउँदैछौँ। दत्तात्रेयले पृथ्वीलाई पनि गुरु बनाउनु भयो, वायुलाई पनि गुरु बनाउनु भयो, आकाशलाई पनि गुरु बनाउनु भयो, पानीलाई पनि गुरु बनाउनु भयो, अग्निलाई पनि गुरु बनाउनु भयो। अग्निले सबै विकारका चिजहरू खाँदछ, राम्रो चिज पनि खाने, नराम्रो चिज पनि खाने है। हामीमा पनि यही आदत हुनु पर्यो, राम्रो चिजलाई राम्रो मान्ने, नराम्रोलाई नराम्रो मान्ने है। त्यो होइन, दुईटै पचाउन सक्नु पर्यो। हामीलाई कसैले गाली गर्यो भने त्यो पनि पचाउनु पर्यो। हामीलाई कसैले फुर्कायो राम्रो भन्यो भने
त्यो पनि पचाउनु पर्यो, दुईटै गुण हुनु पर्यो। दत्तात्रेयबाट यो कुरा लिनुभयो। चन्द्रमाबाट शीतलता प्रदान गर्ने, चन्द्रमाले शीतलता प्रदान गर्छ, हामीमा पनि यही हुनु पर्यो। सूर्यबाट प्रकाश प्रदान आफूले दिन चाहिँ है। फलको आश, सूर्यले फलको आश गरे हुन्छन् र हुँदैनन्। जनताबाट अथवा कोहीबाट केही लिन्छु भनेका हुँदैनन्, तर आफ्नो काम गरिरहन्छन्। सूर्यबाट यही ज्ञान लिनुभयो। पतङ्गा पुतलीबाट पनि एउटा ज्ञान लिनुभयो। पुतली कस्तो हुन्छ भने पहिला त्यो मट्टीतेलमा बत्ती बालिन्थ्यो, मट्टीतेल लगाइन्थ्यो अनि बत्ती बालिन्थ्यो। हामी सानोमा हुँदा पढ्दाखेरि त्यो बत्तीको उज्यालोमा परदेखि उडेर आउँथे के किराहरू, पुतली आउँथ्यो परबाट उडेर। के देखेर भन्दा कहीँ अँध्यारो देख्थ्यो सबैतिर, त्यहाँनिर चाहिँ दिप दिप बत्ती बलेको देख्थ्यो, उज्यालो देख्थ्यो। यहाँ चाहिँ के को उज्यालो रहेछ, यहाँ त साह्रै राम्रो रहेछ भनेर आएर यसो उड्दै 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 आएर त्यो बत्तीमा टाँसिन्थ्यो, पखेटा डढ्थ्यो, त्यहीँनिर मरिहाल्थ्यो। कुनै चिजमा साह्रै आसक्ति भयो भने मरणान्त पनि हुँदो रहेछ। पुतलीबाट त्यो ज्ञान लिनुभयो। माछालाई पनि गुरु बनाउनु भयो। कुनै पनि खाने चिजलाई विचार गरेर मात्रै खानु पर्यो है। माछाले के गर्छ भने बल्छीमा घडेउलो लगाएको हुन्छ, यो घडेउलोलाई चाहिँ हतार हतार गएर खाएर फुट्टै बाहिर निक्लिन्छु अनि म भागिहाल्छु भनेर त्यो माछाले हतार हतार घडेउलो मात्रै खाएर बाहिर निक्लिनलाई गएको हुन्छ। तर माछामा अड्किहाल्छ, त्यो बल्छीमा अड्किहाल्छ। माछाबाट यो ज्ञान लिनुभयो। अब अगाडि एकजना कुमारी नाम गरेकी छोरीलाई पनि गुरु बनाउनु भयो। यो कुमारीलाई चाहिँ किन गुरु बनाउनु भएको थियो? कुमारी भनेकी सानी, बिहे नगरेकी छोरी मान्छेलाई कुमारी भनिन्छ। त्यो 7-8 वर्षमा बिहे हुन्थ्यो पहिला। त्यो 7-8 वर्षकी नानीले के जानेको हुन्थ्यो? यसलाई किन गुरु बनाउनु भयो भन्दा एक दिनको कुरा हो। त्यो कुमारीका घरमा कन्यार्थ आए। आमा पनि हुनुहुन्न थियो, बुवा पनि हुनुहुन्न थियो। आमा पनि काहीँ बारीमा जानुभएको थियो, बुवा पनि काहीँ बारीमा जानुभएको थियो, दाजुहरू कोही पनि थिएनन्। त्यही मौकामा कुमारीका घरमा कन्यार्थ आयो। पर काहीँबाट आएर के भन्न लागे भन्दा, नानी हामी त पल्ला गाउँबाट आएका, हामी त के गर्न आएका भने छोरी माग्नका लागि आएका, कन्यार्थ बनेर आएका। आमा बुवा खोइ? आमा पनि हुनुहुन्न, बुवा पनि हुनुहुन्न। नानी अब हामीलाई भोजन गराऊ है, हामी त परबाट आएका भने। हुन्छ भनेर यिनले राखे। भित्र गएर हेरिन्, खाना बनाएर खुवाउनु पर्यो भनेर भित्र बसेर हेरेकी त चामल त कहीँ पनि छैन। सबैतिर हेरिन् चामल छैन। अब के गर्ने? यसो विचार गरिन्, धान त छ नि, ओखलमा धान कुट्नु पर्यो अनि चामल बनाउनु पर्यो भनेर ओखलमा धान लगाइन्। अब माथिबाट कुट्न लाग्यो। हातभरि चुरा लगाएका थिए। बाहिरपट्टि कन्यार्थ बसेका छन्। यो चुराको आवाज आउने भयो, छङ 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 आवाज आउने भयो। भरे बाहिरकाले थाहा पायो भने केही नहुने कि छोरी रहेछन्, अब बिहे नगर्ने भयौँ भन्छन् होला भन्ने डर भयो। अब के गर्ने? हातका चुरा सबै खोलेर अब चामलबाट, धानबाट चामल कुटेर भात पकाएर खान दिउँ न त भन्दा चुरा नलगाएका हातले दिएको पानी पनि खाँदैनन् है। अप्ठ्यारो छ। अब चुरा नखोली कुटौँ न त भन्दा थाहा पाउँछन्। के गर्ने? यिनी बडो अप्ठ्यारोमा परिन्। यो हातमा आधी जति चुरा लगाइन्, यो हातमा आधी जति चुरा लगाइन्। अब फेरि कुट्न लागिन्, फेरि पनि आवाज आयो। अब अझै चुरा खोलिन्। नलगाइ त हुँदैन। यो हातमा एउटा लगाउनु पर्यो, यसमा एउटा लगाउनु पर्यो भनेर एउटा लगाइन्। अब कुट्न लागिन्, आवाज आएन। अनि भोजन बनाइन्, खाना दिइन्। यिनैका साथमा पछि विवाह भयो। दत्तात्रेयले यिनै बालिकालाई गुरु बनाउनु भयो। के गर्ने त भन्दा हामीले जप तप आदि गर्दाखेरि एकान्तमा बस्ने, एक्लै। धेरैजनामा बसेर जप तप हुँदैन। अघि हातभरि चुरा लगाउँदा जसरी आवाज आएको थियो नि, आज धेरैजनामा बसेर हामीले जप गऱ्यौँ भने एकजनाले एकजनाको कुरा गर्ने, हल्ला हुन्छ। त्यो हल्लामा जप तप हुँदैन।
त्यसो भएका कारण एकान्तमा बसेर जप गर्नुपर्दछ। यी कुमारीबाट यही शिक्षा पाउनुभयो। अब अरू अरू गुरु बनाउँदै जानुभयो। माछालाई पनि गुरु बनाउनु भयो, अनि त्यो पुतलीलाई पनि गुरु बनाउनु भयो, मौरीलाई पनि गुरु बनाउनु भयो। मौरीलाई चाहिँ किन गुरु बनाउनु भयो? एक दिन त्यो मौरीहरू सबै मिले अनि मौरीको राणालाई भन्न लाग्यो, यो मह कहिलेसम्म राख्ने, हामी खाउँ न मह भनेर भनेका होइन। पछि असार साउनमा पानी पर्छ, त्यतिखेर हामी बाहिर जान सक्दैनौँ न, फुल ल्याउन पनि सक्दैनौँ न, अनि बसेर खाने। अहिले खानु हुँदैन। मौरीको राणाले खानै दिएन। मह जम्मा गरे 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 पछि त मान्छेले मह काटेर सबै खाइदिए। यसो भएका कारण त्यो मौरीबाट पनि एउटा ज्ञान लिनुभयो दत्तात्रेयले। हामीले जम्मा गरेर मात्रै हुँदैन, जम्मा गरेको चिज हामीले उपयोग गर्न सक्यौँ न भने हामीले उपयोग नगरिकन अर्कैले खाइदिन्छ है। जम्मा गरेर मात्रै हुँदो रहेन। मौरीबाट पनि त्यही ज्ञान लिनुभयो। हामीले जीवनभर केही चिज जम्मा गरिरह्यौँ, खायौँ न, पछि खाने भनेर साँचेर राख्यो भने त्यो खानुभन्दा अगाडि मरिहाल्यो भने के पाइयो र? पाइएन। यो ज्ञान त कोबाट लिनुभयो भन्दाखेरि मौरीबाट पनि यो ज्ञान लिनुभयो। यसरी अझै धेरै गुरुहरू छन्। एउटा भजनमा रमाउँ अनि फेरि हामी कथामा प्रवेश गर्नेछौँ। भक्तवत्सल भगवानको। अनि यी सौनकादि 88,000 ऋषिमुनिहरूले सोध्दै गए। सुत पौराणिक नाम गरेका सुतजी महाराजले उत्तर दिँदै जानुभयो। 6वटा प्रश्न सोध्नुभयो, 6वटा प्रश्नको उत्तर दिनुभयो। 24वटा अवतारको वर्णन, नारदजी र व्यासको भेट गंगा किनारमा। नारदजीले व्यासलाई पुराण लेख्ने उपाय बताउनु भयो। तपाईले 17वटा पुराण लेख्नुभयो, वेद लेख्नुभयो, महाभारत लेख्नुभयो। अब भागवत लेख्नु भएको छैन, श्रीमद् भागवत महापुराण लेख्नुहोस् भनेर उपदेश गर्नुभयो। अन्तिम ग्रन्थ श्रीमद् भागवत महापुराण लेख्नुभयो। पढाउने मान्छे कोही पनि भएन। सुखदेवजी समाधिमा बस्नु भएको थियो। यी सुखदेवजी फर्केर आउनुभयो अनि यो श्रीमद् भागवत महापुराण पढ्नुभयो। सुखदेवजी भनेका कसका छोरा हुन्? व्यासका छोरा हुन्। अब यता समय बित्दै गयो। जब महाभारतको युद्ध भयो, त्यो महाभारतको युद्धमा भीमका गदाद्वारा दुर्योधनका तिग्राहरू भाँचिए। अब अश्वत्थामा आएर के भन्न लागे भने मलाई सेनानी बनाउनुहोस् भने यिनलाई सेनानी बनाइयो। 5 पाण्डवका छोराका शिर काटेर ल्याउनु भनेको थियो। 5 पाण्डवका शिर काटेर ल्याउनु भनेको थियो। छोराका शिर काटेर ल्याए। यिनलाई के भयो? हर्ष र विस्मत एकैचोटि भयो। यिनी मरे। छोराका शिर काटिँदा आमा रुनुभयो। अर्जुनले यिनलाई ब्रह्मास्त्र प्रहार गरे। अश्वत्थामालाई ब्रह्मास्त्र टक्रियो। अन्त्यमा अर्जुनले ब्रह्मास्त्रलाई ताने, पशुबद्ध डोरीमा बाँधेर अश्वत्थामालाई तानेर लिएर आए। द्रौपदी यिनले छोड्ने अनुरोध गरिन्। द्रौपदीले अब के गर्ने भन्दाखेरि यी आतताईको छोड्नु हुँदैन भनेर 4 पाटा मोडे। शिरबाट मणि थियो, त्यो मणि पनि निकालियो है। 4 पाटा मोडेर मणि निकालेर त्यहाँबाट खेदाइदिनु भयो। अब यिनले के गरे? फेरि उत्तराको गर्भलाई प्रहार गरे। त्यतिखेर पनि भगवानले बचाउनु भयो। हस्तिनापुरको राजा कसलाई बनाउनु भयो? धर्मराज युधिष्ठिरलाई र आफू द्वारिका जानुभयो। हस्तिनापुरमा उत्तराका गर्भबाट परीक्षितको जन्म भयो। यिनको नाम परीक्षित राख्यो। यता भगवान स्वधाम गएपछि कलियुग आयो, हामी बस्नु हुँदैन भनेर सबैजना 5 पाण्डवहरू स्वर्ग प्रस्थान गरे। बद्री विकास विशालको बाटो गर्दै, केदारनाथको बाटो गर्दै कहाँ गए त भन्दा स्वर्गतिर गए है। अब यता के भयो? यिनै राजा बने परीक्षित। यिनले के गरे? कलियुगलाई पनि बस्न दिएनन्, खेदाए। अन्तिममा यिनलाई 7 दिनमा तक्षक नाग गरेको सर्पले डस्ने, अगतिमा पर्ने श्राप पर्यो। अब सारा राज्य लक्ष्मणलाई त्याग गरेर गंगा किनारमा गएर बसे। सुखदेवजीसँग भेट भयो भनेर प्रथम स्कन्धका 19वटा अध्याय पूर्ण भयो। द्वितीय स्कन्धमा
खटवाङ नाम गरेका राजाले त 2 मुहूर्तमा आफ्नो राज्य पाएका थिए भने तिम्रो अझै धेरै समय छ, 7 दिनको समय छ। तिमी भागवत सुन भनेर भागवत सुनाउन लाग्नुभयो। पुराणका 10 लक्षणहरू सुनाउनु भयो। भगवान विष्णुले चतुर श्लोकी भागवत ब्रह्माजीलाई सुनाउनु भएका कथा सुनाउँदै द्वितीय स्कन्धका 10 अध्याय पूर्ण भए। तृतीय स्कन्धमा 33 वटा अध्यायहरू छन्। त्यो 33 वटा अध्यायमा जब महाभारतको युद्ध हुनुभन्दा अगाडि कृष्ण दूध बनेर आउनुभयो। दूध बनेर आएर यसलाई मिलाउनु पर्यो कौरव र पाण्डवको कुरालाई भनेर मिलाउन खोजेको, केही गर्दा पनि भएन। अब म तिमीहरूमा बस्दिनँ, म कहाँ जान्छु, विदुरकामा जान्छु, उहीँ खान्छु भनेर निक्लेर हिँड्नुभयो। विदुर रानीले कोलाका छिल्का खुवाइन् कृष्णलाई। यसरी समय बित्दै गयो। एकपट्टिबाट विदुरजी निक्लेर हिँड्नुभयो, एकपट्टिबाट उद्धवजी निक्लेर हिँड्नुभयो तीर्थयात्राका लागि। दुवैजना वृन्दावनमा भेट भए। हामी हरिद्वारमा जाउँ मैत्रेयजीका आश्रममा भनेर मैत्रेयजीका आश्रममा गए। मैत्रेयजीसँग गएर सोध्न लागे, हामीलाई सृष्टिदेखि प्रलयसम्मको कथा सुनाउनुहोस् भन्दा एकोहम भविष्याम, म एक्लै छु, अब धेरै हुनु पर्यो भनेर भगवानका नाभि कमलबाट रजोगुण रूपी कमलको फुल फुल्यो। माथि गएर कमलको फुलमा ब्रह्माजी उत्पन्न हुनुभयो। चारपट्टि फर्केर हेर्नुभयो, पूर्व पश्चिम उत्तर दक्षिण चतुर्मुखी ब्रह्मा उत्पन्न हुनुभयो। म को हुँ भन्दै पृथ्वीमा आए। जप गर भन्ने आवाज आयो। यिनले जप गरे, तप गरे है। पछि गएर तिमी अब के गर भने पृथ्वीमा सृष्टि गर भन्नुभयो। 4 वटा कुमारको सृष्टि गर्नुभयो। यो सृष्टि अगाडि बढेन। 4 खुट्टे 2 खुट्टे यो सृष्टि गर्नुभयो, त्यो पनि बढेन। रुद्रको सृष्टि गर्नुभयो, त्यो पनि बढेन। आफ्ना शरीरका अङ्गबाट 10 वटा 9 वटा छोराको सृष्टि गर्नुभयो, त्यो पनि बढेन। अब के भयो, आफ्नै शरीरलाई मन्थन गरेर स्वयम्भुव मनु र शतरूपाको सृष्टि गर्नुभयो। अब के गर्ने, तिमीहरू सृष्टि गर भन्नुभयो। यो जल भैटमा कसरी सृष्टि गर्ने भन्दा अब ब्रह्माजीलाई साह्रै रिस उठ्यो। वराह भगवान उत्पन्न हुनुभयो। वराह भगवानले रसातलमा गएको पृथ्वीलाई हिरण्याक्षको वध गरेर लिएर आउनुभयो। अनि वराह भगवानले वराह नाम गरेको क्षेत्रमा ल्याएर पृथ्वीलाई राखिदिनु भयो। एकपट्टि कोशी, एकपट्टि कोकाहा बगेर आएको बीचको क्षेत्रलाई के भनिन्छ भने वराह क्षेत्र। त्यो वराह क्षेत्रमा सृष्टि सुरु भयो। स्वयम्भुव मनु र शतरूपाबाट आकृति, देवहूति, प्रसूति 3वटी छोरी जन्मे। प्रियव्रत र उत्तनपात नाम गरेका 2वटा छोराहरू जन्मे। अब यही सृष्टि अगाडि बढ्दै गयो। आकृति, देवहूति, प्रसूतिको सृष्टि बढ्दै गयो। देवहूतिको विवाह कर्दम नाम गरेका ऋषिसँग गर्नुभयो। त्यहाँबाट 9वटी छोरीहरू जन्मे। ज्वाइँलाई विदा गरेर विवाह गरेर पठाउनु भयो। कपिलदेव भगवानको जन्म भयो। यिनै कपिलदेवले आमालाई सङ्ख्य योगको वर्णन सुनाए भनेर बताएका कथा यो 33 अध्यायमा पूर्ण भए। चतुर्स्कन्धमा 31 वटा अध्यायहरू छन्। यो चतुर्स्कन्धमा सबैभन्दा पहिला 3टी छोरी थिए नि, आकृति, देवहूति, प्रसूति। देवहूतिको विवाह त भयो। रुचि प्रजापतिका साथमा पुत्रिका धर्मेण, यिनका घरबाट जन्मेको पहिलो सन्तान माइतीलाई दिने, दोस्रो सन्तान यिनको हुन्छ भनेर विवाह गरे। एकैचोटि जोडी सन्तान जन्मिए। एउटा माइतीमा राख्यो, एउटा घरमा राख्यो। एउटाको नाम यज्ञ रह्यो छोराको, छोरीको नाम दक्षिणा रह्यो। जानेर यज्ञ हुन्छ, दक्षिणा नभएसम्म त्यो कार्य सिद्धिँदैन। अब हुँदै हुँदै यही वंशमा दक्ष प्रजापतिको जन्म। यिनीबाट धेरै छोरीहरू जन्मिए। एउटी छोरी बाँकी रहे, अरू सबै विवाह गरे। त्यो पनि छल कपट गरेर शिवजीसँग विवाह हुन पुग्यो सतीदेवीको। यिनले ठुलो यज्ञ गरे। त्यो यज्ञमा शिव र सतीदेवीलाई बोलाइएन। सतीदेवी आउनुभयो र आफ्नो प्राणलाई त्याग गर्नुभयो। शिवजीका गण आएर यज्ञलाई विध्वंस गरे। सारा देवी देवताहरू गएर शिवजीलाई प्रार्थना गरे। शिवजी आएर त्यो यज्ञलाई सफल बनाउनु भयो। अनि सबैको जसको जे थिएन नि त्यो अङ्ग प्रत्यङ्गलाई पूर्ण गरिदिनु भयो। हात नहुनेलाई हात दिनुभयो, खुट्टा नहुनेलाई खुट्टा दिनुभयो।
भृगु नाम गरेका ऋषि है, दुर्वासा नाम गरेका ऋषि, भग नाम गरेका देवता, पुखा नाम गरेका देवता, कसैका दाँत थिएनन्, कसैका आँखा थिएनन्, कसैको दाढी थिएन, कसैको शिरै थिएन, बोकाको दाढी लगेर लगाउन लाउनु भयो अनि बोकाको शिर लगेर लगाउन लाउनु भयो। भग नाम गरेका देवता, पुखा नाम गरेका देवता, दाँत नहुनेले पिठाको खाने भन्नुभयो, आँखा नहुनेले दिनभरि सूर्यको उज्यालोद्वारा देख्ने, सबैलाई यज्ञ पूर्ण भयो। दक्ष प्रजापतिलाई बाख्राको शिर बोकाको शिर लगेर जोडिदिनु भयो, म्या म्या गर्दै करायो भगवान्, मैले जानिनँ भनेर करायो। अब क्षमा दिनुभयो, यज्ञ समापन भयो। अब सबैको काम भयो। यी भगवान् शिवको भएन, सतीदेवीको त प्राण गयो, बचाउन सक्नु भएन, त्यही शरीरलाई बोकेर हिँड्नु भयो। विभिन्न अङ्गहरू झरे, त्यहाँ देवीका पीठहरू भने शिरको रुण्ड माला बनाएर लगाउनु भयो। अर्को जन्ममा तिमी हिमालय पर्वत र मेनुकाका घरबाट पार्वती भएर जन्म लिनेछु अनि शिवलाई वर पाऊँ भनेका कारण म तिम्रो स्वामी बनेर आउनेछु भनेर आशीर्वाद दिनुभयो। अगाडि उत्तनापात नाम गरेका राजाका दुईवटी श्रीमती थिए, सुरुचि सुनीति। एउटाका घरबाट ध्रुवको जन्म, अर्काकोबाट उत्तमको। ध्रुव वनमा गए, तपस्या गरे, तपस्या गरेर फर्केर आएर के गरे, 36,000 वर्षसम्म पृथ्वीको राज्य गरे, यक्षहरूको वध गरे, अन्तिममा ध्रुव लोक जानुभयो। यही वंशमा कसको जन्म भयो, एउटा दुष्ट बेन नाम गरेको राजाको जन्म भयो। त्यही वंशमा पृथु र अर्चीको जन्म भयो। त्यहीबाट पृथ्वीबाट सारा चिजहरू ध्वन गर्नुभयो। प्रचेताहरूको जन्म भयो। पुरञ्जन पाख्यान सुनाउँदै सुनाउँदै चतुर्स्कन्धका 31वटा अध्यायहरू पूर्ण भए। पञ्चम स्कन्धमा 26वटा अध्यायहरू छन्। प्रियव्रत नाम गरेका राजाले विवाह नगर्ने हुनुभयो, बल्ल तल्ल विवाह गर्नुभयो। यिनीबाट पनि सन्तानहरू जन्मिए अनि सारा पृथ्वी भागमण्डा गरेर लगाइदिनु भयो। यिनका छोराले बिहे नगर्ने हुनुभयो। पूर्वचिती नाम गरेको अप्सरा आएर यिनका छोराका साथमा विवाह गरेर त्यहाँबाट सन्तान भए। हुँदै हुँदै यही वंशमा ऋषभदेवको जन्म भयो। ऋषभदेव पछाडि भरतको जन्म भयो। यिनै भरतका नामबाट यो सारा संसारको नाम भारतवर्ष रह्यो। सारा राज्य गरेर अन्त्यमा वैराग्य आयो। नेपालको काली गण्डकी नाम गरेको नदीको किनारमा बसेर पुलह नाम गरेको आश्रममा बस्नुभयो। एक दिन मृगको पाठो बगेर आयो कमण्डलुमा, यसलाई लिएर आउनुभयो। त्यो मृगको पाठालाई स्याहार सुसार गर्न लाग्नुभयो। घर परिवार छोरा छोरी इष्टमित्र सबै छोडेर आउनुभएको। अन्त्यमा मृग पाठामा अशक्त हुँदाखेरि यिनी मृग मृग भन्दै जन्मिन पुगे। अर्को जन्म भयो। अर्को जन्ममा मृग भए। त्यही गण्डकी नदीको पानी खानुभयो। सुकेका पत्ताहरू खाएर यो योनिलाई पनि पार गर्नुभयो। अर्को योनिमा यिनी ब्राह्मण कुलमा जन्म लिए। धेरै दाजुभाइहरू थिए। यिनी पनि त्यही दाजुभाइ मध्येको एउटा भए। 4 महिनासम्म हिउँदका महिनामा पढ्दा गायत्री मन्त्र शुद्ध जानेनन्। अरू सबै दाजुभाइ कर्मकाण्डी ब्राह्मण बने, यिनलाई आएन कर्मकाण्ड। घरबाट निकालिए। अलि पर पुगेपछि के भयो, सिन्धु सौवरी नाम गरेको राजा रघुवर्ण त्योभन्दा अगाडि एउटा चोरहरूको सरदार भद्रकालीको मन्दिरमा नरबली गर्छु भनेर आएको रहेछ। जब नरबली गर्न खोजेको थियो, भद्रकालीले मूर्ति फोडेर आउनु भयो र चोरको सरदारको रक्तपान गर्नुभयो। जड भरतलाई के गर्नुभयो, आशीर्वाद दिनुभयो। सिन्धु सौवरी नाम गरेको राजा जड भरत कपिलले भगवानका आश्रममा जानु पर्यो भनेर डोलीमा चढेर गएको थियो। एउटा डोली बोक्ने मान्छे के भयो, बिरामी भयो। यिनै भरतलाई ल्याएर डोली बोकाइयो। यिनले कमिलाको तातेलाई कुल्चिनु हुँदैन, यो कमिलाको पनि बाँच्ने आयु छ, यसलाई कुल्चिनु हुँदैन भनेर यसो फड्केका थिए। डोली तल झरो, गाली गरे, तपाईँ राजा म प्रजा है, कहिलेसम्म, जबसम्म बाँचिन्छ तहिलेसम्म, मरेका दिन न तपाईँ राजा न म प्रजा है। यो विधिको विधानलाई तपाईँले टार्न सक्नुहुन्छ र? साह्रै धेरै कुरा गरे, भवाटवी आदिको ज्ञान दिए। यिनी जति ज्ञानी त कोही थिएन। आज मैले पढेँ भने कर्मकाण्ड गर्नुपर्छ, कर्मकाण्ड पुराण भन्दा त्यो ज्ञान मेरो सबै सकिन्छ है। धेरै ज्ञान हुने मान्छेले कर्मकाण्ड पनि गर्न सक्नुहुन्न, पुराण पनि भन्न सक्नुहुन्न। जो भागवत पढाउने गुरुहरू हुनुहुन्छ, भागवत कण्ठस्थ हुन्छ है, त्यो कण्ठस्थ भएका व्यक्तिले कर्मकाण्ड गर्नै सक्नुहुन्न, पुराण आदि भन्नै सक्नुहुन्न। त्यसो भएका कारण यिनीसँग साह्रै धेरै ज्ञान थियो। यो ज्ञान भएका कारण म यो कर्मकाण्ड पनि गर्न सक्दिनँ, पुराण पनि भन्न सक्दिनँ भने यिनले पढ्दै पढेन है। अब के गर्ने त, यिनी त जड बनेर बने। यस्ता प्रकारका जड भरतले
त्यो सिन्धु सौवरी नाम गरेको र राजा रहुगणलाई उपदेश दिनुभयो। अगाडि बढ्दै बढ्दै गयो। यही वंशका राजाहरूको कथा। पृथ्वी, यो पृथ्वी माथि पनि 7वटा आवरणले छेकेको छ, तल पनि 7वटा आवरणले छेकेको छ। यस्तो प्रकारको पृथ्वी छ। पृथ्वीको वर्णन, भूगोलको वर्णन, खगोलको वर्णन, नरकको वर्णन गर्दै गर्दै 26 अध्यायले युक्त भएको पञ्चम स्कन्द पूर्ण भयो। अब हामी षष्ठम स्कन्दमा प्रवेश गर्यौं। 19वटा अध्यायहरू छन्। अजामेलको पाख्यान। हामीले अन्जानमा धेरै कामहरू गरेका हुन्छौँ। पाप कर्म, अन्जानमा गरेका पाप कर्मको प्रायश्चित्त स्वरूप हामीले के गरेका हुन्छौँ? पुण्य कर्म पनि गरेका हुन्छौँ। त्यो कसरी भन्दा हाम्रा छोरा नाति आदिको नाम राख्दा भगवानसँग जोडिएको राख्नु पर्यो है। नक्षत्र नाम जुराएर राखेको नाम है, त्यही नै हुनु पर्यो। कसैले के भन्नुहुन्छ भने न्वारानको नाम बोलाउनु हुँदैन अरे, अरूलाई सुनाउनु हुँदैन अरे भन्नुहुन्छ। किन नसुनाउने भए किन न्वारान गर्नु त होइन? त्यही नाम चाहिँ चाहिन्छ हामीलाई। पूजामा पनि त्यही नक्षत्रबाट राखेको नाम चाहिन्छ। श्राद्ध गर्दा पनि त्यही नाम चाहिन्छ है। अनि पूजामा पनि त्यही चाहियो, पुराणमा पनि त्यही चाहियो। हामीले मन्दिरमा पूजा गर्न गयौँ भने पनि नक्षत्रमा जुरेको नामै चाहिन्छ, अरूले हुँदैन। पुराणमा पनि त्यही चाहिन्छ है। दान लिँदा पनि त्यही चाहियो, दान दिँदा पनि त्यही चाहियो, भएन भने हुँदैन। त्यसो भएका कारण भगवानसँग जोडिएको नाम हुनु पर्यो। यी अजामेलले भगवानलाई होइन आफ्नै छोरालाई बोलाएका थिए। नारायण नारायण भन्दै बोलाएका थिए। छोराको नाम थियो नारायण। छोराको नाम जपेर पनि पार गरेका थिए। चित्रकेतु नाम गरेका राजाको कथा है। अनि यही हुँदै हुँदै वृत्रासुर आदि दैत्यहरूले जन्म लिए। अन्तिममा इन्द्रले वृत्रासुरको वध गरे। यिनै स्वर्ग गएका थिए। षष्ठम स्कन्दका कथाहरू सुनाउँदै 19वटा अध्यायले युक्त भएको षष्ठम स्कन्द पूर्ण भयो। सप्तम स्कन्दमा 15वटा अध्यायहरू छन्। यसमा हिरण्यकश्यप, हिरण्याक्ष दाजुभाइ थिए। एउटाको मरण भयो, अर्काले अब विष्णुलाई पनि मरण गर्नु पर्यो, यस्तो प्रकारको वरदान लिनु पर्यो भनेर कहाँ गए? यिनी तपस्या गर्न गए ब्रह्माजीको। ब्रह्माजीले आशीर्वाद दिनुभयो, तिमी बाहिर पनि नमर्ने, भित्र पनि नमर्ने, तल पनि होइन, माथि पनि होइन। यो पृथ्वीबाट भएका कुनै जनावरले होइन, सृष्टिले होइन भनेर आशीर्वाद दिनुभयो। आफ्ना छोरा प्रहलादसँग के गरे? दुष्कर्म गर्दै गर्दै गए। अन्त्यमा नृसिंह भगवान आउनुभयो, ढोकाका छेउमा लिएर जानुभयो, बाहिर र भित्र बनाउनु भयो। यो बाहिर हो कि भित्र हो? बाहिर पनि होइन, भित्र पनि होइन। यसलाई संहार भनिन्छ। तल हो कि माथि हो? तल पनि होइन, माथि पनि होइन। अब के थियो? मलबास परेको थियो। यो 12 महिना हो कि होइन? 12 महिना होइन। साँझ परेको थियो। दिन हो कि रात हो? दिन पनि होइन, रात पनि होइन। मेरो सृष्टिले होइन भनेको थियो। म त सृष्टिकर्ता साक्षात को नृसिंह हुँ। नृसिंह भगवानले पेट चिरेर हिरण्यकश्यपको वध गर्नुभयो, स्वर्ग पठाउनु भयो। प्रहलादले दशगात्र कर्महरू गरे, राज्याभिषेक गरिदिनु भयो। अब अगाडि बढी ब्रह्मचारी आश्रमको वर्णन, गृहस्थ आश्रमको वर्णन, वानप्रस्थ आश्रमको वर्णन गर्दै गर्दै सप्तम स्कन्दका 15वटा अध्यायहरू पूर्ण भए। अष्टम स्कन्दमा 24वटा अध्यायहरू छन्। यो 24वटा अध्यायमा मन्वन्तरको कथा। 14वटा मनुहरू छन्। अहिले 7वटा मनु बिते। अब 7वटा मनु बाँकी छन्। 7वटा मनु बित्दाखेरि कति बित्यो? ब्रह्माजीको 50 वर्षको आयु बित्यो। सृष्टि सुरुदेखि सत्य, त्रेता, द्वापर, कली अहिलेसम्म आउँदाखेरि ब्रह्माजीको आदि आयु बित्यो है। सत्ययुगदेखि आजसम्म आउँदाखेरि आदि आयु बित्यो। अब ब्रह्माजीको कति बाँकी छ? आदि आयु बाँकी छ। त्यस पछाडि मात्रै प्रलय हुन्छ। गजेन्द्रले भगवानको स्तुति गरे। भगवान आएर गजेन्द्र र कोही दुईटैको उद्धार गर्नुभयो। एउटालाई उद्धार गर्नुभयो, एउटालाई के गर्नुभयो? स्वर्ग पुर्याउनु भयो। अब अर्को मन्वन्तरमा समुद्र मन्थन भयो। समुद्र मन्थन मण्डलाचल नाम गरेको पर्वतलाई लानुभयो। अनि कछुवाको रूप धारण गरेर त्यो मण्डलाचल पर्वतलाई आफ्ना पीठमा थाम्नुभयो। बासुकी नाग लिएर जानुभयो। अब दैत्यहरूले मुखपट्टि, देवताहरूले पुच्छडपट्टि ताने। हलाहल नाम गरेको विष निक्लियो, भगवान शिवले खानुभयो। त्यस पछाडि उच्चै श्रवा नाम गरेको घोडा निक्लियो, बलिले लगे। हबिर धानी कामधेनु गाई निक्लिनु भयो, स्वर्गमा पठाइयो। ऐरावत नाम गरेको हात्ती निक्लियो, इन्द्रले लिएर गए।
कौस्तुभ नाम गरेको मणि निक्लियो। भगवानले आफ्नो छातीमा राख्नुभयो। समुद्र मन्थन हुँदै गए। 14वटा रत्नहरू निक्लिए समुद्रबाट। साक्षात मन्मथ लक्ष्मी निक्लिनु भयो अनि गएर भगवानलाई वरमाला लगाइदिनु भयो है, वरमाला लगाइदिनु भयो। अब फेरि समुद्र मन्थन हुँदै गयो। त्यहाँबाट के निक्लियो? त्यहाँबाट मदिरा निक्लियो, दैत्यहरूले खाए। फेरि समुद्र मन्थन भयो, अमृत निक्लियो। अमृत निक्लेपछि त्यो पनि दैत्यहरूले छिनेर लिएर गए। देवता र दैत्यको युद्ध भयो। मोहिनी रूप धारण गर्नुभयो भगवान। मोहिनीले आएर देवतालाई अमृत खुवाउनु भयो। देवता दैत्यहरू क्लेशमा परे है। अब दैत्यहरूले राज्य गरे। बलि महाराज राजा हुनुभयो। अदितिलाई बडो नराम्रो लाग्यो। प्रभु, हाम्रा छोराको राज्य त यिनीहरूले जिते, अब के गरौँ भन्दा तिमी व्रत बस भनेर व्रत बस्नुभयो। अदितिका घरबाट बामनको जन्म भयो। बामनले 3 पाउ भूमि माग्नुभयो बलिसँग। त्यो 3 पाउ भूमिलाई माग्दाखेरि सारा सर्वस्व नाप्नुभयो। 1 पाउले पृथ्वी, दोस्रो पाउले स्वर्ग, तेस्रो पाउ यिनै बलि महाराजका शिरमा राख्नुभयो। यिनलाई सुतलको राजा बनाउनु भयो, आफू द्वारपाल भन्नुभयो। मत्स्य अवतारको कथा सुनाउँदै 8औं स्कन्धका 24वटा अध्यायहरू पूर्ण भए। अब 9औं स्कन्धमा पनि 24वटा अध्यायहरू छन्। सूर्यवंशी राजामा सत्यव्रत नाम गरेका राजा हुनुभयो। यिनका सन्तान भएनन्। पुत्रेष्टि यज्ञ गर्नुभयो। इला नाम गरेकी कन्या जन्मिन्। यिनै पछि गएर सुत्युम्न भए। इलावित खण्डमा गएर घुम्दै जाँदा यिनी फेरि छोरी भइन्। पुतले विवाह गरे। पुरुरवा आदिको जन्म भयो। पृषक्न आदिको जन्म भयो। यही वंशमा अत्यन्त राम्रा राम्रा राजाहरूको जन्मको कथा बताउनुहुन्छ है। अम्बरीश आदि नाम गरेका राजाको कथा, सौवरी आदि नाम गरेका ऋषिलाई मान्दाता राजाका छोरीहरू दिएको कथा, खटवाङ्ग, दीर्घवायु, रघु, खटवाङ्ग भए, दीर्घवायु भए, रघु भए, दशरथ भए, राम भए, लक्ष्मण, भरत, शत्रुघ्न। यिनीबाट पछि रामको वंश लव र कुश भएर जन्मियो। यही वंश निबी वंशका राजाहरू भए। यही निबी वंशबाट चन्द्र वंश सुरु भयो। चन्द्र वंशपछि यदु वंशमा कृष्णको जन्म भयो भनेर 9औं स्कन्धमा जम्मा 24वटा अध्यायले युक्त भएको 9औं स्कन्ध पूर्ण भयो। अब एउटा भजनमा रमाउँ अनि हामी 10, 11, 12 स्कन्धका कथाहरू भन्ने छौँ। भक्तवत्सल भगवानको वत्सासुरको वध गर्नुभयो। यता हुँदै हुँदै कसलाई दर्शन दिनुभयो? आफ्ना यज्ञ गरेर बसेका यज्ञका पत्नीहरूलाई कृष्णले दर्शन दिनुभयो। यता ब्रह्माजीले ती सबै चिजहरू गाई बाछाहरू चोरेर लिएर गए। अन्तिममा फर्काइदिए। ब्रह्माजीलाई पनि दर्शन दिनुभयो कृष्णले। हुँदै हुँदै गोवर्धन पर्वत गर्नुभयो। गोपिनीहरूको वस्त्र हरण गर्नुभयो। यी लीलाहरू गर्दै गर्दै वंशी बजाउनु भयो अनि महाराज रच्नुभयो। युगल गीत गाउनुभयो। अब कृष्ण र बलरामलाई मार्नका लागि कंसले अक्रूरलाई पठाए। अक्रूरले लिएर जानुभयो मथुरामा। मथुरामा लिएर गएर पहिला कसको वध गर्नुभयो? धोबीको वध गर्नुभयो। दर्जीलाई दर्शन दिनुभयो। मालीलाई दर्शन दिनुभयो। कुब्जालाई दर्शन दिनुभयो। यता धनुष यज्ञ भङ्ग गर्नुभयो। कुबेरलाई पिठकोट वध गर्नुभयो। चाणुक र मुष्टिकको वध गर्नुभयो। कंसको वध गर्नुभयो। वर्तमन्न भयो 8औं वर्षको उमेरमा है। 8औं वर्षको उमेरमा वर्तमन्न भइसकेपछि सान्दीपिनी नाम गरेका गुरुका आश्रममा गएर उज्जैनमा पढ्नुभयो। 64 दिनमा 64 कला सिक्नुभयो। फेरि फर्केर आउनुभयो। कहाँ आउनुभयो? फेरि मथुरामा आएर अब विवाह गर्नुभयो। पहिलो विवाह रुक्मणीजीसँग भयो। दोस्रो तेस्रो हुँदै हुँदै 16,108 महारानी आदि 7मा विवाह भयो। अब रुक्मणीबाट प्रद्युम्नको जन्म भयो। एउटा रानीका घरबाट 10-10वटा छोराको जन्म भयो। उषासँग अनिरुद्धको विवाह भयो। सुदामा आदिलाई दर्शन दिनुभयो। वेद आदिले स्तुति गर्दै गर्दै 10औं स्कन्धका 90वटा अध्याय पूर्ण भए। 11 स्कन्धमा ऋषिहरूको श्राप बनाइदिनु पर्यो, पारिदिनु पर्यो भनेर ऋषिको श्राप लगाउनु भयो। ऋषिहरूले श्राप दिए। एउटा यदुवंशलाई मुसलबाट यदुवंशको वध हुने श्राप भयो। त्यो मुसललाई लगेर नदीमा घोटियो। त्यहाँबाट एरिका नाम गरेका वृक्षहरू निक्लिए। पछि लडाइँ गर्दा तिनै पटेला एरिका नाम गरेका वृक्ष हतियार बने। त्यहीँबाट यदुवंशको वध भयो। भगवान बलराम सोदाम जानुभयो है। पछि
कृष्णले पनि उद्धवलाई दर्शन दिँदै दिँदै स्तुति गर्दै गर्दै भगवान पनि स्वधाम जानुभयो। एकादश स्कन्धका 31वटा अध्याय। द्वादश स्कन्धमा भगवान स्वधाम गइसकेपछि कलियुग सुरु भयो। कलियुगका राजाको वर्णन, यो कलियुगका राजाको वर्णन, कलियुगका ब्राह्मणको वर्णन, कलियुगका स्त्री आदिको वर्णन गर्दै गर्दै कहाँ पुर्याउनु भयो। यी आदिका वर्णन गर्दै 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 अब सुखदेवजी महाराज पनि जानुभयो बिदा मागेर। एउटा सर्प आएर, तक्षक नाग गरेको सर्प आएर परीक्षितलाई डसो। जन्म जयले सर्प यज्ञ गरे, सबै मरे, एउटा तक्षक नाग गरेको सर्प मात्रै बाँकी रह्यो। पुराण आदिका लक्षण सुनाउँदै 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 अन्तिमको 12औं अध्याय 13औं अध्यायमा यी पुराणका श्लोकहरूको सङ्ख्या अनि 12वटा स्कन्द अनि 335 अध्याय, 18,000 श्लोक, 18,000 श्लोक, यो सबै कथा बताउँदै बताउँदै द्वादश स्कन्धमा 13वटा अध्यायले युक्त भएको कथा हामीले पूर्ण रूपमा सुन्यौँ। आजभन्दा 7 दिन अगाडि सप्ताह विधिद्वारा यो श्रीमद् भागवत महापुराणका पाठ सुनाउने, सप्ताह विधिद्वारा श्रीमद् भागवत महापुराणका कथाहरू सुनाउने भनेर हामीले सङ्कल्प गऱ्यौँ। त्यो सङ्कल्प आज पूर्ण गरेका छौँ। हामीले पाठ पनि बडो आनन्दले सुन्यौँ, कथा पनि बडो आनन्दले सुन्यौँ, भजन कीर्तनहरू पनि बडो आनन्दले सुन्यौँ। कुनै प्रकारको विघ्न नभइकन 7 दिनमा हामीलाई पानीले पनि, प्रकृतिले पनि कुनै प्रकारको अवरोध भएन। 7 दिनसम्म पानी आएन। हामीले सुनेका थियौँ, सोचेका थियौँ पानी परेकै गर्ला, बडो अप्ठ्यारो होला है। पानीले कुनै दुःख दिएन, प्रकृतिले कुनै दुःख दिएनन् है। कोही कोही बेला लाइन पनि गइरहन्छ, यहाँ लाइन पनि गएन। एकचोटि दुईचोटि मात्रै जेनेरेटर चलाउनु पर्यो 7 दिनमा है। लाइन पनि गएन, त्यता पनि दुःख पाइएन है। कसैलाई कुनै गाह्रो पनि भएन। यसो भएका कारण यो 7 दिनसम्म गरेको हाम्रो सङ्कल्प हामीले पूर्ण गरेका छौँ। अब हामी आरती पुष्पाञ्जली गर्नेछौँ। ओम जय जगदीश हरे, प्रभु जय दीननाथ हरे, प्रभु का चरण उपासक, हरि का चरण उपासक, गति गति पार करे। ओम जय जगदीश हरे, मन को धाल मनोहर, प्रेम स्वरूप भाति, प्रभु प्रेम स्वरूप भाति, भावक को रच मंगल, आरती सब भांति। ओम जय जगदीश हरे, नीक निरंजन निर्मल, कारण अविनाशी, प्रभु कारण अविनाशी, शरणागत प्रतिपालक, चिन्मय सुख राशि। ओम जय जगदीश हरे, सृष्टि स्थिति लय करता, त्रिभुवन का स्वामी, प्रभु त्रिभुवन का स्वामी। भक्ति सुधा बरसाओ, प्रेम सुधा बरसाओ, शरण पनुहारी। ओम जय जगदीश हरे, आसुर भाव निवारक, तारक सुखदाता, प्रभु तारक सुखदाता। गुणानुरूपति हो, युगानुरूप हरि हो, हरिहर अवतार। ओ जय जगदीश हरे, युग युग पालन गच्छो, अगणित रूप धरि, प्रभु
करुणामूर्ति हरि ओम जय जगदीश हरि क्षमता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी चरण शरण अभय शरण प्रभु भय ओम जय जगदीश हरि भाव समीर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन धन्य बनोस प्रभु जीवन सफल बनोस पद सेवा पाई ओम जय जगदीश हरि भागवत भगवान को संयम सुर सरिता को अधीर धारव जति जति जन्म भई बनी प्रभु प्रेम रहो ओम जय जगदीश हरि प्रेम सहित शुभ आरती जसने दिन दिन निर्मल बंदे तो भगसी धुतरो ओम जय जगदीश हरि जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश ओम हर 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 महादेव कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसंतम हृदयारविंदे भावं भवानी सहितं नमामि परिक्रमकरमुलाय ऋषिकापतये नमः गृहाणार्घमया दत्तं राधया सहितो हरि अथ पुष्पाञ्जलि पुष्पलिनोला देव नमस्तोभ्यं प्रसीद मम भास्कर दिवाकर नमस्तोभ्यं प्रभाकर नमोस्तुते देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य वन्दे देवोमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पण्डगभूषणं मृगधरं वन्दे पशूनां पदिं वन्दे सूर्यशशाङ्कमणिनयनं वन्दे मुकुन्दां प्रियं वन्दे भक्तजनाश्रियं च वरदां वन्दे शिवं शङ्करं शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भावहरं सर्वलोकैकनाथं ईशान विष्णुकमला सनकार्तिकेया वनित्रयार्करजनीश गणेश्वराणं वृञ्जामरेन्द्रकमलोद्भवकाश्यपानां पादं नमामि सततं पितृमुक्तिहेतो पादं नमामि सततं मातृमुक्तिहेतो त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धुश्च सखा त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव। हरिः ॐ जन्येन जन्यमयजन्त देवास्तानि धर्माणि प्रथमान्य सन्नतेहनाकं महिमानः सचन्द्र यत्र पूर्वे साध्याः सन्ति देवाः। मन्त्रपुष्पाञ्जलिं समर्पयामि। स्थापितेभ्यो पूजितेभ्यो देवदेवताभ्यो नमो नमः। रिद्धि सिद्धि सहित भयका गणेश भगवान को, जगत साक्षी सूर्य नारायण भगवान को, जगत जननी दुर्गा माता को, महापति शंकर भगवान को, लक्ष्मी नारायण भगवान को, सीता रामचंद्र भगवान को, पवन पुत्र हनुमान को, स्थानीय देवी देवताहरूको, ग्रामस्थ देवी देवताहरूको, पाथुरा भगवती को, गजमुखी भगवती को, दंतकाली भगवती को, पिंडेश्वर भगवान को, आज का आनंद को, श्रीमद् भागवत महापुराण को, ज्ञान महायज्ञ को, महाराज को, महाराज को, रात्रि माता को, रात्रि माता को, सरस्वती माता को, वृंदावन धाम को, धाम को, धाम को, चारों वेद को, अष्टादश महापुराण को, भक्त और भगवान को, आज का आनंद को, अपना गुरु गोपाल को, अपना माता पिता को, भक्त और भगवान को, उपमन्यु गोत्र में उत्पन्न भएर दिवंगत भएका समस्त पितृहरूको उद्धार होस्। लक्ष्मीमा पितृको उद्धार होस्। पितृको उद्धार होस्। पितृको उद्धार होस्। राज पितृको उद्धार होस्। देवी प्रसाद पितृको उद्धार होस्। भक्त और भगवान को नाम थाहा भएका पितृहरूको उद्धार होस्। नाम थाहा नभएका पितृहरूको उद्धार होस्। ओम हर 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 महादेव शंभु। जय जय श्री राधे बापू। मक मक चल्यो वासना, हरे हरे मक मक चल्यो वासना। खाली मेरो तेरो नागर ओठामा मेरो पालो ओ आयो बागु छ ओइ ठुलो बाबुले पहिले हो माटो नै राइजन बनाउँदै उप तामसिन्छ चेरो त्यो दुबोले हेर सबैले गाला हो त मलेसिया जान मिलेन भिडियो कल गर न दिदीलाई भिडियो कल गरेर म आउँदैछु। जिउ भारी बुद्धि खोला पारी भने सुना गर न, अलि छिटो गर। होइन मुक्काबाट तल हुन्छ कि खुट्टाबाट माथि हुन्छ हौ। के गर्नु तेराती काला परेला पनि हुँदैन। कोही हेरेर हेरेर म जान्छु माथिबाट चाहिँ तल होला नरिसाए बाबु त्यसरी चाहिँ लाउनुपर्छ जस्तो लाग्छ मलाई। भोलि चाहिँ 10 रुपियाँ दिनु तिमीहरूको बिहे मात्रै आओस् न म्याट नि यति घोलेर घरबाटै ल्याउँछु म। बिङ्गामा 300 जना हल
सबलाई लगाइदिन्छु लु त किशोर दाईको छोरी कान्छीलाई पनि दल्ने लु ला जा भाइ पनि गरौँ त मन गरेर लगाइदिनु सपना झै संसार छ भुल्नु नै बेकार कलियुगमा कृष्ण प्रभुको गरौँ जय जयकार भजन प्रेमी भक्तजनलाई कृष्ण भण्डारीको नमस्कार लैजाऊ न वृन्दावन घुम्नलाई कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई को बोल्ने हाम्रो आमा त 11 बज्यो नि दिदी तेरो साँडे दिदी होइन छिन्देरी आमा ओ छेनैमा छिन् अलि फरक के यसलाई आमै दिन्छ भाइ तै भन्दा यसलाई आमै दिन्छ भाइ तै भन्दा म भन्छु अनि यसलाई आमाले माइतै छ भन्दा मलाई दिँदा देऊ मेरी आमा कि मलाई दिँदा अब भयो सुन न नयस्का माइतिनी नयस्का भाली नयस्का माइतिनी नयस्का भाली कहाँ जा भने दिउ मेरो राजलाई कहाँ जा भने दिउ सेवेः परिगीतानि तानि वक्ष्यामि भूतये सबैजनाले पुष्प भागवतमा राख्नु होला अनि तिलले अर्चन गर्न सुरु गर्नु होला पुतात्मा परमात्मा च मुक्तानां परमागतेः अव्ययः पुरुषः साक्षी क्षेत्रज्ञोऽक्षर एव च योगो योगविदां नेता प्रधान पुरुषेश्वर प्रभु विश्वकर्मा मनुस्त्वष्टा स्तविष्टः स्थविरो ध्रुवः अग्राह्यः शाश्वतः कृष्णो लोहिताक्षः प्रतर्दनः प्रभूतस्त्रीककुबधाम पवित्रं मङ्गलं परं नवो मधुसूदनः ईश्वरो विक्रमे धन्वी मेधावी विक्रमः क्रमः अनुत्तमो दुराधर्षः कृतज्ञः कृतिरात्मा कपिरमे आत्मा सर्वयोगा विनिश्रितः
पशुर्वसुमनाः सत्यः समात्मा संमितः शमः अमोघः पुण्डरीकाक्षो वृषकर्मा वृषाकृतेः रुद्रो बहुशिरा बभ्रुर्विश्वयोनेः शुचिस्रवाध्यक्षः सुराध्यक्षो धर्माध्यक्षः कृताकृतः चतुरात्मा चतुर्व्यूहश्चतुर्थः वेद्यो वैद्यः सदा योगी विरह माधवो मधुः अतीन्द्रियो महामायो महोत्साहो महाबलः अनिर्देश्य वपुः श्रीमान् नमे आत्मा महादृग् महेश्व जगोत्तमः हिरण्यनाभः सुतपाः पद्मनाभः प्रजापतिः अमृतोः सर्वदृग्सिंहः सन्धाता सन्धिमा स्थिरः वन्ये रनिलो धरणीधरः सुप्रसादः प्रसन्नात्मा विश्वाधृग् विश्वभुग् विभुः श्रेष्ठकृच्छुचेः सिद्धार्थः सिद्धसङ्कल्पः सिद्धिदः सिद्धिसाधनः वृषाय वृषभो विष्णुर् वृषपर्वा वृषोदरः ततः सेतुः सत्यधर्मपराक्रमः भूतभव्यभवन्नाथः पवनः पावनो नलः कामः कामकृतकान्तः कामः कामप्रदः प्रभुः युगादिकृद्युगावर्तो नैकमायो महाशरः अदृश्यो व्यक्तरूपस्य सहस्रजेदनन्तचित् वासवानुजः अपाम्ने धीरधिष्ठानमप्रमत्तः प्रतिष्ठितः स्कन्दः स्कन्दधरो दौर्यो वरदो वायुवाहनः वासुदेवो व्रियदभानु राधिदेवः पुरन्दरः अशोकस्तारणस्तारः सुरः शौरीर्जनेश्वरः नवोरविन्दाक्षः पद्मगर्भः शरीरभृत् समितिञ्जयः विक्षरोरहितो मार्गो हेतुर्दामोदरः सः मयीधरो महामुक्तात्मा सर्वज्ञोज्ञानमुक्तमः सुव्रतः सुमुखः सूक्ष्मः सुगोचः सुभगः सरित् मनोहरोदितक्रोधो विनबाहुर्विदारणः स्वापनः स्वावसो व्यापी नैकात्मा नैककर्ता कपीन्द्रो भूरिरक्षणः सोमपूमृतपः सोमः पुरुषोत्तमः विनयोदयः सत्यसन्धो दासारः सात्वतं पतेः जीवो विनयिता साक्षी मुकुन्दो मितविक्रमः अङ्गो निधिरनन्तात्मा महोदधीश सत्यधर्मा त्रिविक्रमः महर्षिः कपिलाचार्यः सप्तवाहनः अमूर्तिरनघोचिन्त्यो भयकृद्भयनाशनः अणुर्बृहत्कृशस्तादवः अपराजितः सर्वशः नियन्ता नियमो यमः सत्त्वान् सात्विकः सत्यः सत्यधर्मपरायणः अभिप्रायः प्रियार्होरः प्रियकृत् प्रतिवर्धनः दक्षो दक्षिणः क्षमिणाम्बरः विद्वत्तमो वित्तमयः पुण्यश्रावणकीर्तनः उत्तारणो दुष्कृतिः पुण्यो दुःस्वप्ननाशनः विरहारक्षणः सन्तो जीवनः पर्यवस्थितः अनन्तरूपनन्तर्षिर्जितामन्युर्भयापः चतुरस्त्रो गवीरात्मा विदिशो व्यादिशो दिशा कृद्यज्ञगुह्य मन्नमन्नाद एव च आत्मयोनिः स्वयं जातो वैखानः सामगायनः देवकी नन्दन प्रहरणायुधः सर्वप्रहरणायुध ओम नमः इति। त्यो हातमा भएको तिल त्यहीँ राखिदिनु। अब पुष्प लिएर प्रार्थना गर्नु होला। जगन्नारायणोद्भवं योगो ज्ञानं तथा सांख्यं विद्याः शिल्पादिकर्म च वेदाः शास्त्राणि विज्ञानम् एतत् सर्वं जनार्दनात् एको विष्णु फलप्राप्तिकामनार्थम् अप्राप्तलक्ष्मी प्राप्त्यर्थं प्राप्तलक्ष्मी चिरकालादि समृद्ध्यर्थं व्यवहारादि अभिवृद्ध्यर्थं धनधान्यादि समृद्ध्यर्थं श्रुति स्मृति पुराणोक्त फलप्राप्त्यार्थम् अस्माकं पितॄणां गुरुभक्त लक्ष्मीमा मोहन युवराज देवी प्रसाद तथा सज्ञात अज्ञात समस्त पितॄणाम् उद्धारणार्थम् आयोजिते सप्ताहमध्ये अद्य अष्टमदिवसे अत्र मण्डपस्य स्थापितानां देवदेवतानां पूजनानन्तरं पूर्णार्थं सम्पूर्ण कार्यपूर्णार्थं पूर्णपात्रदानं हृदकौशिकगोत्राय टिकाराम शर्मणे ब्राह्मणाय व्यासाय पूर्णपात्रदान तेन तुभ्यं वयं सृजामहे। ल उठाएर गुरुको हातमा ल्याएर राखिदिनु।
अब पूर्ण पात्र हामीले गरिसक्यौँ। बृहस्पति अति आदर पुष्प लिएर प्रार्थना गरौँ। ओम देवी प्रपन्नार्ति हस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। त्यो पुष्पलाई राखे भन्दै यो वस्त्र प्रदान गर्नुपर्छ नानीलाई पनि बोलाएर। गङ्गरे रुखकाट नदन्त ल वस्त्र प्रदान कार्यक्रम भइरहेको छ। सबैले जोरदार तालीले सम्मान गरेर विद्याबलं दैवबलं तदेव लक्ष्मीपते दिङ्ग्रेगं स्मरामि। ल अब नानीले लुगा लगाएर आउनुहुन्छ अनि अब कुर्सी राखेर अनि लुगा लगाएर आएपछि त सुरु भइहाल्छ। अद्य श्रीमद्भगवतो प्राण पुरुषस्य विष्णुराज्ञ जगत्सृष्टिकारिणो अद्य ब्रह्मणोदत्यन्य प्रार्थे श्री श्वेत ब्राह कल्पे वैवस्वतमन्त्वन्तरे अष्टाविंशतमे युगे प्रह्लादाधिपत्ये संवत्सरे भारतवर्षे भरतखण्डे जम्बूद्वीपे आर्यावर्तान्तर्गते नेपालदेशे नेपाल झापा जनेके प्रान्ते शिवशताक्षी नगरपालिकान्तर्गत शिवशताक्षे रवो दक्षिणायने गोलावलम्बे सौराच्चान्द्राच्च मासानाम् अति उत्तमे मासे भाद्र मासे भाद्र शुक्ले उपमन्यु गोत्रस्थ लक्ष्म्या गुरुभक्त मोहन युवराज देव प्रसाद तथा च ज्ञात अज्ञात पितॄणाम् उद्धारणार्थम् आयोजिते श्रीमद्भागवतम प्राणस्य अद्य उद्यापन दिवसे कृतस्य कर्मण श्रीमद्भागवतस्य तिलार्चन पूर्णपात्र पश्चात् गोदान कर्मणि यज्ञान्त गोदान कर्मणि श्रुति स्मृति पुराणोक्त फल प्राप्त्यर्थम ममोत्तम लोक प्राप्ति कामनार्थम समस्त पितॄणाम् उद्धारणार्थम श्री परमेश्वर प्रीत्यार्थम यथाशक्ति अलंकृत्य गोदानं च वयं करिष्यामहे। तिलानीमै छोड्दिनु त्यो जललाई कसलाई समर्पयामि। नमो गोभ्यः श्रीमतीभ्यः अक्षताले पूजा गर्नु। सौरभेभ्यैव च नमो ब्रह्मश्रुताभ्यश्च पवित्राभ्यो नमो। ओम नमो ब्रह्मण्यदेवाय गोब्राह्मणहिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः। गाम दास्ये गाई दिन्छौँ हजुरलाई ददस्व भन्नुपर्छ। गुरुले दिनुहुन्छ भने लिन्छु भने लिने अरे ए ल ल अब त्यसो भएदेखि अरू कार्य अगाडि बढौँ। ओम देव्यै नमः। निधारमा पूजा गर्नुभयो। नेत्रयोः आँखाका छेउमा ओम चन्द्र सूर्याभ्याम नमः। आँखा गाईका आँखा भनेका चन्द्र र सूर्य हुन्। 33 कोटी देवता हुन्छन् नि गाईमा हो। मुखे मुखमा रुद्राय नमः शिवको वास हुन्छ। नासा पुटयो नाकमा सुमुखाय नमः। जिह्वायाम जिब्रामा सरस्वत्यै नमः। सरस्वती जिब्रामा बस्छिन् गाई। ओष्ठयो ओठमा सन्ध्याभ्याम नमः। शिरोमध्ये शिरको मध्यम भागमा महाभ्याम नमः। गलामा विष्णुवे नमः। गलामा विष्णु बस्नुहुन्छ। खुरमध्ये खुरको मध्य भागमा पण्डकेभ्यो नमः। देवरिपट्टि वरुणाय नमः। धूपम धूप बाल्ने दीपम बाती बाल्ने। धूप बाल्नु बाती बाल्नुहोस्। अनि त्यसपछि नाङ्लामा खानेकुरो ठिक पार्नुहोस् अनि खान दिनुपर्छ। तारे प्रणश्यन्तो प्रदक्षिण पदे पदे। ओम यानि कानि च पापानि। यो यतिखेर यो घुमेका बेलामा चाहिँ हामीले जन्म जन्मान्तरमा गरेका हाम्रा पाप जति जमै सकिँदैछन्। त्यही भएर सबैजना घुम्नु होला। ओम यानि कानि च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे। ओम श्रीमद् भागवत महापुराण को आजका आनंद को उपमन्यु गोत्र का संपूर्ण पितृहरूको लक्ष्मीमा पितृको
गुरु भक्त पितृको, मोहन पितृको, युवराज पितृको, देवी प्रसाद पितृको, नाम थाहा भएका पितृहरूको, नाम थाहा नभएका पितृहरूको। ल 1 कि 3 घुम्नु भएको? 2 भयो। अब 1 घुमिहाल्नु ल, 3 भएपछि अनि उभिनु, जहाँ पुगेर 3 पुग्छ उभिनु। गुरुका हातमा गाईको पुच्छर सहित कुसको टुक्रा जे छ हातमा राखिदिनु ल, गुरुका हातमा। ओम गृणामीश्वर देवी सर्वदेवमयं शुभम उभौ कुरु पवित्रौ च उभयोस्तारिका भवः। फुल्लेर हात जोड्नु। अब तपाईँले गुरुलाई दिनु ल, पुच्छर हातमा राखिदिएपछि अब फुल्लेर हात जोड्नु। ओम कपिले अन्तरिक्षगो शान्ते पृथिवी शान्तिरावः शान्तिरोगदयः शान्तिः मनुष्वतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगो शान्तिः शान्तिरेव शान्तिः समा शान्तिरेधे। ल अब गाईको दाम्लो खोलेर गुरुको हातमा राखिदिनु। त्यसपछि गाईको त्यो जुन दान गर्दाको किलो उखेलेर त्यहाँ पूजा गर्नुपर्छ भूमिलाई। हामीले गाई दान गर्नलाई तपाईँलाई खन्यौँ, यहाँनिर तपाईँलाई गाह्रो भएको छ, हामीलाई क्षमा गर्नु भनेर पूजा गरिदिनु ल। भो रसे भूमि रसे दिति रसे विश्वदाय विश्वस भुवनस धरत्री पृथ्वीं च पृथ्वीं दृग् पृथ्वीं मायगुं। जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश ओम हर 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 महादेव गिरि कैलास निवास गण चन्न सहचारी शिव गण चन्न सहचारी मुंडमाला जगलामा मुंडमाला जगलामा रूप जबयारी ओम हर 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 महादेव डम्बरो त्रिशूल सुशोभित प्रभु का द्विकर्मा शिव प्रभु का द्विकर्मा भूषण नाग विराजित भूषण नाग विराजित बागांबर तनमा तीन नयन मातरि धरि ज्योति च दिव्य सदा बाण वृषभ मनोहर संगम चैन गिरे ओम हर 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 महादेव भस्म विलेपन सुंदर शिरमा चंद्रकला शिव शिरमा चंद्रकला कल कल भक्षण हरदम कल कल भक्षण हरदम गंगा पुण्य जला ओम हर 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 महादेव शिव प्रभु का रूप सबे सृष्टि स्थिति लय सब हुन सृष्टि स्थिति लय सब हुन शिवले ला प्रभु कही ओ हर 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 महादेव वेद पुराण चकित प्रभु को वर्णनमा शिव प्रभु को वर्णनमा ओम हर 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 महादेव
सुर नर मुनि सब प्रभु कहे निस दिन ध्यान करे शिव निस दिन ध्यान करी परमानंद मगन भई परमानंद मगन भई जाछन पारतरी ओम हर 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 महादेव सच्चिदानंद परात्पर सजन हितकारी शिव सजन हितकारी जय जय सांब सदा काल हरो हर कष्ट हरो हर दुख दारिद्र सब हरण नमामि शंकर भजामि भोले ऑपरेटर नमामि शंकर भजामि भोले हर हर शंकर शिव शरणं जय जय हर हर शंकर शिव शरणं जैसे घुमता यानिकान ओम कर्पूर गौरम करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवानी सहितं नमामि तल राखो तन्द्रियं बुद्धिमतां वरिष्ठं वातात्मजं वा नरयूथ मुख्यं श्रीरामदूतं शरणं प्रपद्ये आदौ देवकी देवी गर्भजननं गोपे गृहे वर्धनं मायापूतन जीवितापहरणं गोवर्धनोद्धारणं कंसस्येदन कौरवादिहननं कुन्ते सुतापालनम् एतद् भागवतं पुराणतिलकं श्रीकृष्णलीलामृतम् सबैले भन्नु होला त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव हरि ओम चण्डेन जन्यमय जन्त देवास्तानि धर्माणि प्रथमान्यासन्न ते हनकं महिमानः सचन्द्र जत्र पूर्वे साध्याः सन्ति देवाः इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि द्रवदानि तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यं कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृता स्वभावात् करोमि यद्यद् सकलं परस्मै नारायणायेति समर्पये तत् मन्त्रपुष्पाञ्जलिं समर्पयामि स्थापितेभ्यो पूजितेभ्यो देवदेवताभ्यो नमो नमः। रिद्धि सिद्धि ले सहित भएका गणेश भगवान को जगत साक्षी सूर्य नारायण भगवान को जगत जननी दुर्गा माता को उमापति शंकर भगवान को लक्ष्मी नारायण भगवान को सीतारामचंद्र भगवान को पवन पुत्र हनुमान को श्रीमद् भागवत महापुराण को सप्ताह ज्ञान महायज्ञ को चारों वेद को अष्टादश महापुराणहरू को स्थानीय देव देवताहरू को ग्रामस्थ देव देवताहरू को हरका कुल देवताहरू को महारानी देवताहरू को मानि आएका सम्पूर्ण देवताहरू को आफ्ना आफ्ना गुरु गोपालहरू को हामी सबैलाई जन्म दिने आमा बुबाहरू को साक्षात देखिने देवता सूर्य भगवान को आजका आनंद को संपूर्ण नदीहरू को संपूर्ण तीर्थहरू को पाँचभरा भगवती को दंतकाली भगवती को गजरमुखी भगवती को बुढ़ा सुब्बा भगवान को
पिंडेश्वर भगवान को, नीलकंठ भगवान को, पशुपतिनाथ भगवान को, मुक्तिनाथ भगवान को, आज का आनंद को, उपमन्यु गोत्र का संपूर्ण पितृहर को, लक्ष्मा पितृ को, लक्ष्मा पितृ को, लक्ष्मा पितृ को, गुरु भक्त पितृ को, गुरु भक्त पितृ को, गुरु भक्त पितृ को, मोहन पितृ को, मोहन पितृ को, मोहन पितृ को, युवराज पितृ को, युवराज पितृ को, युवराज पितृ को, देवी प्रसाद पितृ को, देवी प्रसाद पितृ को, अपना अपना गुरु गोपाल को, देवी चरण कुल वंश को, ओम हर 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 महादेव शंभो, जय जय श्री राधे श्याम। लाख सिक्नोला टुक्रा लिनुहोस् र पानी समाउनुहोस् सबैजनाले। तिथि विष्णु तथा पारम नक्षत्रम विष्णुमेव च तस्कारिणो ब्रह्मणोग्नि द्वितीय प्रार्धे श्री श्वेतवारः कल्पे वैवस्वनन्तरे अष्टाविंशतिमे सत्य त्रेता द्वापरान्ते कलियुगे कलयुग प्रथमे चरणे गोलोके जमदीपे भारतवर्षे वा सपत्नी चित्रकला लेखनाथ उमादेवी गंगा देवी समीर ईश्वरी कृष्णमाया छवि प्रसाद पुण्य प्रसाद सभागिनी अंबिका नरमाया मंदिरा देवका तारस्मै नारायणारेति समर्पयामि तत्सत् नमः। छोडिदिनुहोस्। गणेश गुरुलाई ल्याएर राखेर गणाय कृष्णाय गोविन्दाय नमो नमः। ल अब दुईजना गुरुहरूलाई यो के भन्नु त्यसको पोको थाहा छ के भन्नु हल्ले भएको होला ओइ कस्तो भाइ पानी खाऊ अहिलेको छ नानीका होइन उ त खोजेर ल्याएर दिनुपर्छ यस्ता पाउनु त भाग्य मानिले मात्रै होइन भाइ कस्तो पुकाउ हुन्छ त के लाग्दा के बिग्रिन्छ कि मलाई लाउनु दीर्घमायु लाइदिनु न टीका लाइदिनु न रातो टीका निधारमा टलक्कै टल्कियो ढाक टोपी शिरैमा ढलक्कै ढल्कियो रातो टीका निधारमा टलक्कै टल्कियो छातीभित्र मायाको आगो
आगो सल्कियो ए बिजुलीको तार 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 फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार ढाक टोपी शिरैमा ढलक्क ढल्किया माया छोड्ने खेलाडी झुलुक्क झुल्किया ए बिजुलीको तार 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 फुर्सद छैन ए हजुर आउँदो शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार लै 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 भिरमौरीलाई भिरकैतिर घर मौरीलाई घरकै पिर यो मौरीको मन चाहिँ बस्यो भनाकोतिर सलाम भनाकोतिर लाकुरीको ठुलो छाया माकुरीको सानो छाया पापी नजर घुमाउनेलाई होइन यो माया सलाम होइन यो माया ए बिजुलीको तार 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 फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार ढुङ्गोलाई माटोको भर माटोलाई ढुङ्गाको भर सिन्दुर हालीलाई जानेको लाग्दैन कि डर सलाम लाग्दैन कि डर पिपलुलाई बरको भर चाहिलाई जुइको भर माया माग्ने भिकारीको केको मन्नु डर सलाम केको मन्नु डर ए बिजुलीको तार 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 फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार रातो टीका निधारमा तलक्क ढल्कियो छातीभित्र मायाको आगो सल्कियो ए बिजुलीको तार 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 फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार ढाक टोपी शिरैमा ढलक्क ढल्किया माया छोड्ने खेलाडी झुलुक्क झुल्किया ए बिजुलीको तार 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 फुर्सद छैन ए हजुर आउँदो शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार रातो टीका निधारमा तलक्क ढल्कियो छातीभित्र मायाको आगो सल्कियो ए बिजुलीको तार 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 फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार
हात मात्र यस्तो राखिदिने हो बाउको कमाई रमाई रमाई फुक्नुसम्म
तिमीलाई दर्शन देऊ प्यारो नन्दलाल सुनाइदेऊ तिम्रो बाँसुरी आऊ कृष्ण मोहनी पोचा त्यो रूपमा घुमिएको हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हो बसिने हातमा जान्छ अब तिम्रै धाम लैजाऊ मुरारी हो जान्छ अब तिम्रै धाम लैजाऊ मुरारी फुलको माला कृष्ण फुलको माला कृष्ण हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हो दर्शन देऊ प्यारो नन्दलाल आऊ न कृष्ण बसन हाम्रो कृष्ण तिम्रो बंशीले चोर्यो हाम्रो मन घर छोडी गोपीहरू गए वृन्दावन घर छोडी गोपीहरू गए वृन्दावन मनैमा आऊ न कृष्ण बसन हाम्रो मनैमा नजाऊ कृष्ण छाडेर वृन्दावनमा कृष्ण तिम्रो सम्झना कहिले नछुटो कृष्ण तिम्रो सम्झना कहिले नछुटो परिवारकी माया जान्न भक्त बसन हाम्रो मनैमा आऊ न कृष्ण बसन हाम्रो मनैमा नजा कृष्ण छाडेर वृन्दावनमा नजा कृष्ण घरमा आऊ कन्हैया तिमीलाई जान दिँदैनौ घरमा कन्हैया तिमीलाई जान दिँदैनौ हाम्रो घरमा आऊ कन्हैया तिमीलाई जान दिँदैनौ हाम्रो घरमा आऊ कन्हैया तिमीलाई जान दिँदैनौ हाम्रो घरमा आयो भने मिश्री दिनेछौ हाम्रो घरमा आयो भने मिश्री दिनेछौ मिश्री खाऊ कन्हैया तिमीलाई जान दिँदैनौ मिश्री खाऊ कन्हैया तिमीलाई जान दिँदैनौ जान दिँदैन तिमीलाई जान दिँदैनौ जान दिँदैन तिमीलाई जान दिँदैनौ हाम्रो घरमा आऊ कन्हैया तिमीलाई जान घरमा आऊ कन्हैया तिमीलाई जान दिँदैनौ